मुख र घाँटीको क्यान्सरको आफै परीक्षण गर्ने सजिलो तरिका। घरमै 2 मिनेटमा गर्न सकिने उपाय। यसको लागि उज्यालोमा ऐना सामु उभिनुहोस्। हात राम्रोसँग धोएर स्क्रिनिङ प्रक्रिया सुरु गर्नुहोस्। मुख र घाँटीको दुवैतर्फ ध्यान दिनुहोस्। औँलाहरूले अनुहारको दुवै साइड छामेर सुन्निएको वा गाँठो छ छैन जाँच गर्नुहोस्। औँलाहरूले चिउँडो तलको भाग छामेर कुनै असमानता छ कि जाँच गर्नुहोस्। घाँटी जाँच गर्दा औँलाले माथिबाट तलसम्म बिस्तारै थिच्दै सुन्निएको छ छैन महसुस गर्नुहोस्। यस्तै गरी घाँटीलाई अलिकति झुकाएर टाउकोको तलको भाग तथा घाँटीको बीचमा कुनै गाँठो वा सुन्निएको छ कि छैन हेर्नुहोस्। अब आफ्नो मुख खोली सबै भागलाई ध्यानपूर्वक छाम्नुहोस्। घाउ खटिरा छ छैन महसुस गर्नुहोस्। आफ्नो माथिल्लो र तल्लो ओठको भित्री भागलाई तानेर भित्रको छाला औँलाले छाम्नुहोस्। मुखको भित्र भाग, गिजा तथा दाँत वरिपरिका भाग छामेर कुनै असमानता छ कि हेर्नुहोस्। दाँतहरू हल्लिएका छन् कि अनावश्यक ढङ्गले बढेका छन् कि जाँच गर्नुहोस्। जिब्रो बाहिर निकालेर छेउछेउमा चलाएर हेर्नुहोस्। जिब्रोको माथिल्लो सतह र साइडहरू औँलाले छामेर सुक्खापन, गाँठो वा पीडा नभएको घाउ छ कि महसुस गर्नुहोस्। जिब्रोलाई माथि उठाएर तल्लो भागमा पनि यस्तै गरी जाँच गर्नुहोस्। यदि जाँचको क्रममा तपाईलाई रातो दाग, सेतो दाग, कुनै पीडा भएको घाउ, सुन्निएको वा यस्ता समस्या बाहेक खाना निल्न गाह्रो हुने, घाँटी दुख्ने भयो भने सतर्क रहनुहोस्। नजिकको डेन्टिस्ट वा क्यान्सर विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।